त्यसैलाई सोधेँ मैले पनि भात बनाइदिउँ ना रोटी बनाऊँ भने भात ही बना दीजिए, भात बनाने से सुविस्ता होगा, खाने को भी दिकदारी नहीं है भन्दै थियो। कसले खान्छ कसले के खान्छ अब खाली छ त्यो पकौडा थियो। खाऊ भात हाले त सिमी छ, सिमी आलुको भाजी, राई साग, पकौडा, तरुलको सब्जी, मटर हालेर गुटी सिमी हालेर माछा हालेर आजको खाना यति नै हो। हालेको थिएँ। कस्तो हुन्छ राम्रै हुन्छ तरुल, घरको तरुल हो नि, फत्रक्क भएछ पाकिहाल्छ, केही दिकदारी छैन। सुनेन मैले भन्दै म माथि उता पार भइहाल्यो थियो त के लानु पर्यो, अलिकति भाजी बनाइदिएँ। म आएर सुने फेरि त्यहाँ माथिको दाइले भात खाइराख्नु भएको थियो, फेरि के आवाज दिने भनेर म बोलेन, चिल्लाइराख्नु मन लागेन। हुन्छ त साथीहरू, आजको खाना यति नै। आमालाई खाना दिएँ, म पनि खाना बस्छु। ढिलोभन्दा दिनको दिन ढिलै हुँदैछ। अब थोडा रात लामो हुन लागेछ निकै, अब होइन थोडा लामो हुँदैछ नि दिन अहिले। अहिले 5 बजेको पछि थोडा झमक्क रात पर्छ। मलाई त यसो सोच्दाखेरि त मलाई गरम दिनै राम्रो लाग्छ। खानापिनालाई हुन ठन्डा दिन राम्रो, सागसब्जी राम्रो पाइन्छ। एकदम राति त बहुत मुस्किल हुन्छ हो ठन्डामा। सब्जी राम्रो हुन्न, त्यही हो। के गर्ने अब समय समयमा आउँछ अरू 6 महिनाहरू।